कहाँ लाउनु त अहिले यसपालि बुढी बाई पनि थिए ए हो ए अनि भिनाजु आउनु भएको कहाँ अहिले भक्तपुरबाट आयो तपाईँ ए भैँसी बिहा छैन भैँसी बिहा भने आउँदिने कान्छा म कहिले भैँसी बिहा भने आउँदिने कान्छा म भैँसी बिहा नभन्छ आउँछु है भन्नुहुन्थ्यो मम्मीले लाइसेन म छैन मम्मीले कहाँ लाउनु त टिका ए हो ए साँच्चै बिर्सेछु मैले त अब याद आयो अब कुन बाँकी छ भन् त ए रातो लगाइदिनु माथि मम्मी दाइ चौली दियो त एकचोटि दिइहाल्नु छैन ए पुछान यहाँ त्यो ब्ल्याङ्केट पुछ त्यो पुछान यसो गरे होइन यहाँ दाइको नाक पुछ्दै हातले पुछ्थ्यो सानो टिको चाहिँ ट्याममै भयो सुवर्णको सबसे राम्रो भएको टिको यहाँ अरूको भन्दा त्यहाँमै सबसे राम्रो मेरो भयो भयो सुवर्णको अहिलेसम्म केही भएको छैन कस्तो राम्रो छ अरूको त पुछिसकेको थिएँ मैले टोपीला र बाइकमा हो केटाहरू यार दौडा दौडै दौडा दौडै अब सुरु भयो है ठाडेको तेर्सो बाबाट बनाए पनि बनाउनु आउनु पर्यो मजाले राम्रो आउनु भिडियो हानेको छैन त भिडियो हानेको छैन त कस्तो छ यता हेर मैले एउटा हाने रेडी फोटो पनि खिचिन्छ कि जेठो माइलो साइलो कान्छो साइलो कुन पर कान्छो पर्यो ठुलो जेठो जेठै पर्यो म माइलो तपाईँ साइलो भयो क्या जेठो माइलो साइलो भन्नु पात्न होइन त्यो लागे बेलामा त खिच्नु पर्यो अब टिका लगाएको छैन सबैको पहिले जसको टिका लाउँछ नि नानी सुन त खिच्ने फेरि थिच्ने फेरि हात नलाई बोल्नु न हात भिडियो मजाले माथि नसमाऊ है बाटो हेरेर भिडियो भिडियो तपाईँ छोडिनु ऊ नानीले बनाउँछ क्या तपाईँले नानीले बनाउँछ नातिनी लु त हेर म पनि हात क्यामेरामा भिडियो बनायो नानी बनिरहेको रातो तल र माथि गर्नु ल सानो तल अब जुन जुन लाइन हुन्छ अब आफ्नो खुसी लाउनु यही लाना नभए यहाँ जुन हाल्छु र मैले यहाँ तल राख्छु यहीँ राख्छु सबैलाई हुन्छ न ठिक छ तँ एउटा नल अब अरू बनाऊ ल लाउने मान्छेलाई पनि देखाऊ लाउने मान्छेलाई देखाऊ दिदीलाई देखाऊ फेरि उतै देखाऊ दिदीले हेर्नु न तिमीले नबोलिकन हेर्दा हुन्छ भन्ने क्यामेराम्यान ओरिजिनल हो क्या छैन अब उतो बाँकी छ उतो अब पुछा तँ भन्दा मुन्तिर चाहिँ पहेँलो ल्याउ त हात थापेर बस्ने हात जोडेर त्यति बेरसम्म त हजुरले हुन्थ्यो नि लास्टमा जसले हुन्छ त्यसलाई भइहाल्थ्यो त्यो पनि छोरीलाई
आउँदाखेरि त धेर लामो नबनाउनु ठ्याक्क ठ्याक्क ठिक ठिक बनाउनु एकजनाको ठ्याक्क ठ्याक्क बनाउनु नानी बस बस तिम्रो गरेको सबै होइन त तपाईँको नाक र मेरो नाक अलि बाङ्गो पर्छ होइन त्यहाँ यहाँ त एकछिनमा बस्नुहुन्छ नि त सोरिस क्या हो त्यसरी त्यो झिकेर एकचोटि लाग्दै लाग्दैन यो फेरि होइन यो सेतो पिठो पिठो देऊ त्यो विभूति देऊ पहिले रातो लाउनु पर्छ माथि माथि हो तल अझै अब चाहिँ त्यो सबै थरी त्यहाँ लाउनु कहाँ कहाँ के चिज छ फोटो पनि टच चट्ट दिइरहनु त्यो बिचमै दिन मिल्छ यो एक साइड मिल्दैन मिल्छ हुन्छ मिल्दैन हो र हाउडा त मिल्छ दुईटा भयो एउटा मात्रै छ सिनेमेटिकबाट भिडियो हो कि त्यो मिल्दैन यो ला फोटो चाहिन्छ फोटो अहिले आउँछ पहिला लाउनु पहिला अब ब्लू लाउनु छ पहिला फोटोको क्याप्चर जस्तो राम्रो भिडियो भन्दा राम्रो हुन्छ नि फोटो नर्मल गरेर बनाइदिनु ठिक हो हो त्यो ला भाइरस मोबाइल ला अहिले मन नचल्ने काम छ यार यो फाल्टु मैले हाल्दै अझै मजाले हाल्दैन बिस्तारै निकाल्नु ल उता गर्छ नि फुको यो पानी हालेको त्यो पनि अझै पनि पस्ने फुको कर्नफ्लोर हो यीको चाहिँ पिठो भयो हुन्छ क्या त्यो यो ऊ हो क्या यो चिप्लो बनाएको अहिलेसम्म चाहिँ राम्रो भइरहेछ हुन्छ उगार्दैन सेतोले उगार्छ त्यसले उगार्दैन पाताले भयो फेरि पातलो भयो अहिले घोल त्यो फेरि सुकेपछि पटक्कै लाग्दैन बग्छ कि सरलाई उम्ल्यो रातो जस्तो आयो त्यसले भयो होइन चल्छ सेतो सुक्छ नि त सेतो पनि दाइको त तालुसम्मै लगाएर धेरै तालुसँग लगाउनु हुन्छ क्या हात पनि चल्छ म तर हात पनि चलामला मैले मोटो मान्छेको त्यो भन्दा मास्टर लाइन जिउ चल्दैन हात पहिलो त्योभन्दा मास्टर लाउनु पर्यो पहिला नड्किनु बुगा त्यहाँ पहिला कहाँ निकुञ्जमा हात टिकाएर लोप भयो क्या घरतिर त्यही त ऊ अलि उग्रिन लाग्यो रातो माथि पहिलो हो त्यो तल जोगीमा बनाउनु पर्यो नि त पहिला माथि पनि त्यही पहिला माथि पनि दिदी आउँछ क्या त्यो गरेर हो त्यस्तो ल भयो ल झुरझुरा मिक्स गरिहाल्नु त कोही पोख्थेन के गर्नु मिक्स गर्नुपर्छ है यस्तो सड्किन्न त्यो झिरझिर कहाँ गयो अरू छैन यो पसलमा पाइँदो यति मात्रै रहेछ होइन झरो अहिले पोख्यो कहिले नपुग्दो रहेछ क्या दिदी यहाँ चाहिँ यहाँबाट सर हात यहाँबाट अलिकति भयो अहिले पुग्यो यसलाई मैले निकाल्दै है निकाल दामी भइहाल्यो भन्छु माथि गएको छ ल ल माथि कम भयो त मानको भाग्यमानीको हुन्छ नि भाइ हेर्दै हेरै सिधा हेरै त्यो पहिले अलिकति पुर्छ त्यो पुस्छ माथिको सट्ट पारेर पुग्दैन यो छैन भित्र त्यो त खासै पनि पिठी पछाडि पनि पुग्दैन छैन केही भएको छैन हेर्नै तल अलिकति बाङ्गो भएको छ भाग्यमानी हुन्छ अरे ल त्यो भयो नि चिन्ता नगर राम्रो छ न बाङ्गो छ सिधै देख्छ अलिक कोप्रो छ क्या निदा तिम्रो निदा अलिक कोप्रो छ नि म सिधा मात्र सिधा देखेँ अरू बाङ्गो भयो बाङ्गो गुड अल्छी चाहिँ ठिक्क भयो फटाइले मलाई दिलाई तेरो राम्रो
राम्रो भएको छ भाइ चिन्ता नगर्दै बाङको भाग्यबानीको हुन्छ अरे कहाँ सबैको बाङको हुन्छ सोध मलाई हेर्नुलाई मात्रै यो अहिले यो टिको यो सेतो पिठोले गर्दा अहिले पक्क उखालिन्छ मैले अनुमान गरिसकेँ यो उखालिन्छ फोटो खिचिन्जेलसम्म अड्डै हुन्छ के फोटो त हो हेर्ने दाईको अलिकति नाक मात्रै सोझो छ अरू बाङ्गो छैन मान्छे मात्रै फटा सबभन्दा नराम्रो मै होइन सबभन्दा कामलाई मै भयो हुँदैछ तपाईँको बनेर आएकै छैन के कान्छाले भिडियो कल गरे भन्थ्यो होइन अब यहाँ त सायद गएको अब त लाने हुन्छ यहाँ त बुढा पाएको त भरे 4 बज्यो अब त पहिले लाउनु अनि ओके ल रेडी 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 ल दामी भयो खाली ठाउँ हो यो उकालिन्छ मैले भनेको कि यसरी उकिन्छ के यो पहिलो लगाइदियो भने ए मान्छे जस्तै रहेछ सबैको राम्रो छ क्या नाटक नदेखाउनु म तपाईँ र बाबुरा आमा काम छैन सबै एउटा र एउटा कमेन्ट गरेर पर्छ त्यति भिडियो म नराम्रो छु भनेकै त हो राम्रो भनेको होइन खालि तल पढाउनु घर यो त के अरे दिनुपर्छ नि त ल भयो अब तपाईँ धेरै फोटा भयो फेरि कहाँ अप्ठ्यारो पर्ला हामीलाई पूजा गरेको राम्रो आउँछ यहाँ बिग्रियो नि त ए ल सरी त्यहाँ नहाल्न अहिले त्यो कन्ट्रोलर ल्याएर गलत गरेको छु कि नजान्ने त्यही ल्याएर बनाएको होइन क्या है सानै छोरीको चाहिँ खिच्छु म त आगा चाहिँ निकालेर सेक्दैछन् रातो अझै लैदियो त्यो झुरझुरे चाहिँ तिमीहरूको कहिले पुग्दो रहेछ के भएको मैले बुझेँ पोहोर पनि त्यस्तै भयो भाइ झुरझुरे चाहिँ पुग्दैन यस्तो त प्याट्टै झरिसकेछ यार ठ्याट बिचको ट्वाक्कै छ अहिले हो कि साँच्चै हो चामलको विधि ठिक हो के माला ल्याइदिने
अर्को मन पराउँछ अर्को सयपत्री यसलाई भन्छ सयपत्री त मन त यता हेर नि छोरी छोरी यता हेर गऱ्यो सानो छ रे त अनि म उसलाई चुच्चु केही छैन अहिले लाइन चाहिँ आइफोनबाट अहिले सबै हाल मेरो हाल बेला ओहो अब ढोक्छु छैन म खुवाइदिन्छु है कि एकछिन यहाँ बस है एकछिन ज्ञानी यता हेर सबै यता हेर्नु र मोबाइलतिर हेर्नु ल छोरो नानी भयो